माकुरे मेरो जिन्दगी त यस्तो छ तपाईहरुको सन्चै बिहा गर्दाखेरि जिन्दगी सुध्रिन्छ भन्छ मेरो त सप्रेर सुध्रेर राम्रो भइरहेछ नि जिन्दगी त हेर न गाइस पहिला पहिला नयाँ माया गर्दाखेरि फोनमा बोल्दाखेरि के भन्थे मलाई बिहा गर म तिमीले स्वर्गमा लान्छु त्यही लागि भरोसा नगर्नु जस्तो लागेको थियो त भरोसा गरेर यो हालत भयो के मेरो स्वर्गमा हैन नर्कमा चाहिँ लिएर जरुर जान्छौ तिमी अब सुख र शान्ति भनेको केही पनि बाँचेन यो जिन्दगीमा बिहा गरेपछि त नर्क देख्नु पाइयो